कल्पना गर्नुहोस्, एउटा कुख्यात ज्यानमारा जसले एउटी महिलालाई बोलाइ हत्या गर्छ अनि सब टोखामाथि शिवपुरी जंगलमा लगेर गाडी दिन्छ अनि आफन्तको सहयोगमा प्रहरीले अभियुक्तलाई पक्राउ गर्छ अनि वडाध्यक्ष प्रहरी चौकीमा पुगेर यस्तो सोझो मान्छेले कसरी मानिसको हत्या गर्न सक्छ अनुसन्धान हुँदै जान्छ। अहिलेलाई म जिम्मा लिएर जान्छु भन्दै ती अभियुक्तलाई लिएर जान्छ र प्रहरीले पनि सहमति जनाएर सहजै छाडिदिन्छ। तपाई आफै भन्नुहोस्, यी वडाध्यक्ष र प्रहरीको भूमिका यो घटनामा के होला? यो कुनै काल्पनिक घटना होइन, आज भर्खरै शिवपुरी जंगलमा भेटिएको सरिता तिवारीको हत्याकाण्डको पृष्ठभूमि हो र वडाध्यक्ष तथा प्रहरीको भूमिका प्रति आक्रोशित छन्। जब सरिता वैशाख 11 गते घरबाट बेपत्ता भइन्, त्यही दिन सरिताले अनिल डंगोलसँग तारन्तार फोन संवाद गरेको कल डिटेलमा देखियो। यी अनिल डंगोल सरिताको घरदेखि माइती परिवारसम्म सबैमा चिन्जानकै व्यक्ति थिए र ती व्यक्तिको शंकास्पद फोन संवाद गरेको डिटेल भेटेपछि परिवारले पक्राउ गर्न प्रहरीलाई सहयोग गरेका थिए। उनी 16 गते पक्राउ पनि परेका थिए र त्यही दिन टोखा नगरपालिका 2 नम्बर वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बालाजु प्रहरी वृत्तमा गएर छाडिदिन दबाब दिएका थिए। त्यसपछि आवश्यक परे चौकीमा उपलब्ध गराइदिने वचन दिएर वडा अध्यक्षले उनलाई जिम्मा लिएर लगेका थिए। एकातिर मान्छे हराइरहेको छ, उनको खोजी गर्नुको सट्टा प्रहरीले समातिएको एउटा शंकास्पद व्यक्तिलाई पनि वडा अध्यक्षको जिम्मा लगाएर छाडिदियो। सीसी क्यामेरा फुटेजहरूको आधारमा अन्तिम पटक समेत उनी पुरुषको साथमा सरिता रहेको देखिएपछि प्रहरीले समातेर 2-4 भाटा लगायो र आफूले नै हत्या गरेको स्वीकार गरे र स्वयं अनिल डंगोलले प्रहरीलाई लिएर गएर सरिताको शव गाडेको ठाउँ देखाइदिए। अहिले मृतकका आफन्तहरू हत्या स्वीकार गर्ने व्यक्तिलाई मात्रै नभई बालाजु प्रहरी वृत्तका प्रमुखदेखि वडाध्यक्ष समेतलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनु पर्ने अडानमा छन्। त्यसका लागि प्रहरी तयार नभएसम्म किटानी जाहेरी नदिने पीडित परिवारको भनाइ छ। सोद्धाखेरि पनि वडाध्यक्षज्यूले के भन्नुभयो भने अब मेरो मान्छे हो, नाताको त पर्ने पनि हो, गल्ती नै गरेको भए हामी आउँदैन थियौँ। म वडाध्यक्ष जस्तो जनप्रतिनिधि जस्तो मान्छे यस्तो केसमा म ऊ भएर आउने त होइन। मान्छेले गल्ती गरेको छैन, हजुर पनि जानु पर्यो भनेर रिक्वेस्ट गरे भएर म आएको भन्नुहुन्छ। त्यतिखेर समय उहाँले वडा अध्यक्षले ठिक छ, वडाको मान्छे हो, जिम्मा लिएर जानुभयो लानुभयो, केही छैन। तर उहाँ वडाको प्रतिनिधि जस्तो व्यक्ति भएर चाहिँ उहाँले जिम्मा लिएर लाने बेलामा चाहिँ म पीडित व्यक्तिहरूसँग सल्लाह नगरिकन उहाँहरूलाई नभेटिकन लान्छु भनेर किन भन्नु खोज्नु भयो? के कारण लानु भने त्यो भएर अहिले त म त कुनै पनि हालतमा भन्छु यसमा चाहिँ वडा अध्यक्षको संलग्नता छ। वडा अध्यक्षलाई चौकीमा झिकाएर कारबाही होस्, अनुसन्धान होस्। अनुसन्धानमा ऊ निर्दोष देखियो होइन। टोखा 2 को वडा अध्यक्ष उहाँ चाहिँ भुबु आर्मी नै हुनुहुन्छ। अहिले उनीहरू महाराजगञ्ज प्रहरी विरुद्धमा धरना दिइरहेका छन्। अनिल डंगोल एक्लैले उक्त घटना घटाउन सम्भव नरहेको बताउँदै पीडित परिवारले समूहमा भएको उक्त घटनालाई शक्तिको आडमा तोडमोड गर्न खोजिएको बताएका छन्। राष्ट्रिय निकुञ्ज भित्र वालको भित्रपट्टि चाहिँ जहाँ चाहिँ जानको लागि एउटा सिंगल मान्छे हामी जस्तो युवाहरू हिँड्नको लागि पनि घिसिँदै हिँड्नु पर्ने ठाउँमा गाडीको अवस्थामा हामीले फेला पार्यौँ र हामी लगायत पुलिस प्रशासनले फेला पार्नु भयो र त्यो ठाउँमा 2-3 जना घटी बोकेर लिएर जान सक्ने अवस्था छैन र आशंका होइन, त्यसमा हामी 100% छौँ। त्यो मान्छेले यो स्वीकार्दैन भन्ने हामीलाई लागिरहेछ। अब पुलिस प्रशासनले त्यो मान्छे मार्फत अरू को त्यहाँ संलग्न व्यक्तिहरू हुनुहुन्छ त्यो पत्ता लाएर पीडित पक्षलाई एकदम न्याय दिनु पर्यो। यो घटनाले धेरै प्रश्नहरू जन्माएका छन्। उनले के कति कारणले ती महिलाको हत्या गरे? हत्यामा उनी मात्रै संलग्न छन् कि अरू मानिसहरू पनि? उनले काठमाडौँ सहरभित्रै हत्या गरी जंगलमा लगेर सब व्यवस्थापन गरे कि जंगलमै हत्या गरे? उनीहरू भेट भएको 11 गते नै हत्या गरे कि अरू कुनै दिन? यी यावत प्रश्नहरू अब प्रहरीको अनुसन्धानका क्षेत्रहरू हुन्।